चैत्र नवरात्रि 2081 सालदेखि चम्किनेछन् यी राशिका भाग्य। हट्नेछ आर्थिक सङ्कट। यी राशिलाई शनिदेवको ठुलो अनुकम्पा रहनेछ। हेलो साथीहरू, नमस्कार। आउनुहोस् जानौँ ती राशि कुन कुन हुन् जसमा शनिदेवको कृपा हुनेछ। मिथुन राशि। मिथुन राशिका मानिसहरूमा शनिदेवको विशेष कृपा वर्षा हुनेछ। उहाँको कृपाले धार्मिक कार्यमा रुचि बढ्नेछ। जनतामा तपाईको मान सम्मान बढ्नेछ। स्वभावमा नम्रता रहनेछ। शनिदेवको आशीर्वादले राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। हजुरले आफ्नो भविष्य आफ्नै लेख्नुहुनेछ। तपाईको जीवनमा चाँडै नै परिवर्तन हुनेछ। मे महिनादेखि मिथुन राशिमा बृहस्पतिको आशीर्वाद पनि आउनेछ। गुरु र शनिदेवको आशीर्वादले करियर सम्बन्धी समस्या समाधान हुनेछ। शत्रुलाई जित्न सफल हुनुहुनेछ। सरकारी जागिर पाउने सम्भावना छ। तुला राशि। तुला राशिका व्यक्तिहरूलाई शनिदेवको राशि परिवर्तनले शुभ फल प्राप्त हुनेछ। तपाईको तार्किक क्षमता बढ्नेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुहुनेछ। विभिन्न स्वादिष्ट परिकार खाने अवसर मिल्नेछ। योग्य व्यक्तिसँग भेटघाट हुनेछ। मीन राशिमा शनिको गोचरले आर्थिक लाभ दिनेछ। धन सम्पत्तिमा वृद्धि हुनेछ। सँग गाडी बङ्गला नोकर चाकर पनि हुनेछन्। तपाईको बढ्दो कदका कारण तपाईका शत्रुमा डरको वातावरण रहनेछ। विषयवस्तुमा अल्मलिनुहुन्न। धार्मिक कार्यमा रुचि बढ्नेछ। करियरमा नयाँ आयाम मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रतिस्पर्धात्मक परीक्षामा सफलता मिल्नेछ। मकर राशि। मीन राशिमा शनिको गोचरका कारण मकर राशिका व्यक्तिले साढे सतीबाट राहत पाउनेछन्। अहिले मकर राशिका लागि साढे सतीको अन्तिम चरण चलिरहेको छ। शनिदेवको कृपाले तपाईँ चतुर सुजन बन्नुहुनेछ। स्वास्थ्यमा राम्रो रहनेछ। धार्मिक र मेहनती बन्नुहुनेछ। तपाईँ स्वभावले चञ्चल हुन सक्नुहुनेछ। तपाईको स्वभावमा चञ्चलता रहने पनि सम्भावना छ। तपाईले कुनै पनि मतभेद बिना सबैलाई मद्दत गर्नुहुनेछ। सरकारबाट राज्य सम्मान प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा ठुलो उपलब्धि हात लाग्नेछ। धन्यवाद। तपाईको राशि के हो कमेन्ट गर्नुहोला। धन्यवाद।